Ladies and gentlemen, talk to us about this marketing and English language course with learn and earn options. Let's plan your business over a cup of coffee with us. यसमा चाहिँ तपाईलाई मोस्ट इम्पोर्टेन्ट पर्ने भनेको चाहिँ मेटा एडभर्टाइजिङ पर्छ, जसमा चाहिँ तपाईको फेसबुक, WhatsApp र Instagram पर्न जान्छ। एन्ड यसमा चाहिँ हामीले कम्पलसरी इङ्ग्लिश ल्याङ्ग्वेज राखेका छौँ, जसमा चाहिँ तपाईहरुले प्रिपरेसन गर्न सक्नुहुन्छ हाउ टु टक टु अनदर पर्सन वेदर फ्रम योर कन्ट्री फ्रम अदर कन्ट्रीज है त। अनि यसमा चाहिँ हामीले अरु पनि राखेको छ AI सम्बन्धी, विच इज आर्टिफिशियल इन्टेलिजेन्स, कसरी युज गर्ने यसलाई, ल्यान्डिङ पेजहरु सम्बन्धी, अटोमेसन्सहरु सम्बन्धी, पेज अटोमेसनको बारेमा चाहिँ जान्न गइरहेको छौं। त्यसपछि यसमा पर्ने भनेको क्यामेरा डाइरेक्सन फर द फोरमोस्ट है त। क्यामेरा डाइरेक्सन किन भन्दाखेरि तपाईको यदि काम पर्यो भनेपछि तपाईले क्यामेराको बारेमा केही नलेज हुनुपर्छ एज अ मार्केटर। क्यामेराका एंगल्सहरु सम्बन्धी, कन्टेन्ट क्रिएसन सम्बन्धी, स्क्रिप्ट कसरी लेख्ने, स्टोरी टेलिङ सम्बन्धी, कन्टेन्ट जेनेरेसन सम्बन्धी, कसरी जेनेरेट गर्ने, यसमा कन्ट्रोलिङ सम्बन्धी, लाइट्सहरु सम्बन्धी जानकारी हुनुपर्छ तपाईहरुलाई। भिडियो एडिटिङ सम्बन्धी केही कुराहरु हुन्छन् जो चाहिँ तपाईलाई एकदम इम्पोर्टेन्ट पर्छ प्री प्रोडक्सन एन्ड पोस्ट प्रोडक्सन सम्म इजिली काम गर्न सक्नुहुन्छ आफ्टर लर्निङ फ्यू एंगल्स अफ क्यामेराज, जसमा चाहिँ मिररलेस क्यामेरा र SLR DSLR क्यामेरा मिन्स those two cameras you can easily work upon with your colleagues and with your staff members anywhere. यसमा त्यसपछि तपाईहरुलाई चाहिँ हामीले सर्च इन्जिन अप्टिमाइजेसनको बारेमा सिकाउँछौं, ह्याशट्याग्सहरुको बारेमा सिकाउँछौं, मास्टरिङ गर्ने कन्सेप्टहरु सिकाउँछौं। अनि यसमा चाहिँ तपाईको रहेको मोबाइल मार्केटिङ, त्यसपछि यसमा चाहिँ कस्टहरु सम्बन्धी सिकाउँछौं, त्यसपछि स्काउटिङहरु सम्बन्धी, लोकेसन स्काउटिङहरु सम्बन्धी सम्झाउँछौं, प्रोडक्ट मोडलिङहरु सम्बन्धी, लेबलिङहरु सम्बन्धी, प्रोडक्ट लेबल भनेको के हो, डोमेन रेजिस्ट्रेसन, वेब होस्टिङ सम्बन्धी हुन्छ। वेब होस्टिङ भनेको के हो, डोमेन कसरी रजिस्टर गर्छ, व्हाट आर फ्री डोमेन्स, व्हाट आर द पेड डोमेन्स, यसको बारेमा जानकारी दिन्छौं। पेड डोमेन भनेको के हो, जो चाहिँ एमाउन्ट पे गरेर बनाउनु पर्ने हुन्छ। यो चाहिँ कहाँ गएर पाउँछ भन्दाखेरि नेपालमा नै पाउँछ, इन्डियामा नै पाउँछ। .np डोमेन इज फ्री डोमेन फर नेपाली, यदि नेपाली संस्थाबाट हुन्छ फ्री डोमेन हुन्छ, यदि .com भने पेड डोमेन हुन्छ। जसमा चाहिँ वेब होस्टिङ फिस तपाईको अलमोस्ट 3500 देखि सुरु हुन जान्छ तपाईको स्टोरेजबाट, जसमा चाहिँ वेब स्टोरेजमा गएर स्टोर गर्न सक्नुहुन्छ, तपाईको इमेजेस स्टोर गर्न सक्नुहुन्छ, तपाईको इन्फर्मेसन स्टोर गर्न सक्नुहुन्छ, त्यसपछि तपाईको फिजिकल डेटाहरु स्टोर गर्न सक्नुहुन्छ, जसमा चाहिँ तपाईहरुले चाहिँ वेब स्पेस होल स्टोरी बनाउन सक्नुहुन्छ। अनि कन्टेन्ट यु नीड टु रियली गो थ्रु। कन्टेन्ट भनेको चाहिँ तपाईको एउटा वेबसाइटमा लेखिने कुराहरु हो, जसमा तपाईले आफ्नो प्रोडक्टको बारेमा, आफ्नो कम्पनीजहरुको बारेमा भन्नु हुनेछ या त त्यसमा लेख्नु हुनेछ। त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ। म्याक्सिमम चाहिँ इंग्लिशमा नै हुन्छ, नेपालीमा नि हुन्छ। तपाईहरुले चाहिँ हेर्नु होला चाहिँ कसरी चाहिँ म बनाउन सक्छु। अनि यो चाहिँ यसमा चाहिँ HTML CSS जाभास्क्रिप्ट यसले तीनटैले काम गर्छ, किनकि यु हैव टु वर्क विथ कम्पनीज एज एन इन्डिभिजुअल और एज अ कम्पनी। तपाईले काम गर्नु नै पर्ने हुन्छ, तपाईले मिटिङ गर्नु नै पर्ने हुन्छ। लिस्टमा दिएको यो कुराहरु चाहिँ ध्यानसँग हेर्नु होला। यसमा चाहिँ कन्टेन्टहरु सम्बन्धी हेर्नु होला। त्यसपछि आर्टिफिशियल इन्टेलिजेन्सको प्रोपर युज कसरी गर्ने, पेड कुन हो, अनपेड कुन हो, पेडले कति सेकेन्ड काम गर्छ, कति मिनेट काम गर्छ, अनपेडले कति सेकेन्ड या मिनेट काम गर्छ, फिचर्सहरु के दिन्छ त्यसले, यो सम्बन्धी नै काम हुन्छ। अनि त्यसपछि यसमा चाहिँ AI अन्तर्गत पर्ने भनेको इमेजलाई प्ले गराउने, भिडियो प्ले गराउने सम्बन्धी, इमेजलाई भिडियोमा कसरी प्ले गराउँछन्, भिडियोलाई भिडियोसँग कसरी प्ले गराएर उनीहरुको म्याच निकाल्छन्, त्यसपछि यसबाट कसरी भिडियो बन्न जान्छ, तपाईको चाहिँ कपिराइट सम्बन्धी के हो, यसमा कपिराइटसँग युट्युबले कम्प्लाई गर्छ कि नै, युट्युब सम्बन्धी के, युट्युबको जानकारी सम्बन्धी, मोनेटाइजेसनको जानकारी सम्बन्धी तपाईले एक्ज्याक्टली बुझ्न सक्नुहुन्छ in our online classes as well as some physical classes where you will be getting this all information in one hand by our experts. जस तपाईहरुले भिडियो एडिटिङको बारेमा पनि बुझ्न सक्नुहुन्छ, अडियो सम्बन्धी पनि बुझ्न सक्नुहुन्छ, क्यामेरा मास्टरिङ सम्बन्धी पनि बुझ्न सक्नुहुन्छ। बाय आवर गाइड फ्रम युनाइटेड किंगडम, हाम्रो
एक्सपर्टहरू तपाईँसँग कुरा गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँहरूले चाहिँ सोसियल मिडिया मार्केटिङ कसरी फ्लो गर्ने, ह्यासट्याग्स म्यानेजहरू, ट्यागलाइन्सहरू कसरी फलो गर्ने, किवर्डहरू कसरी सर्च गर्ने, किवर्डका मेन पावरफुल टुल के हो, सेमरसहरू सम्बन्धी कुरा गर्न सक्नुहुन्छ। यसमा यी विभिन्न कुरा लगाएर तपाईँहरूले टोटली डिजिटल मार्केटिङ गर्न सक्नुहुन्छ र यसमा तपाईँले आफ्नो जब पनि गर्न सक्नुहुन्छ र तपाईँले हामीहरूसँग काम गर्न सक्नुहुन्छ। एन्ड यसमा चाहिँ अरू जान्नुपर्ने कुराहरू भनेको इ कमर्स मार्केटिङ सम्बन्धी, इ कमर्स ट्रेडिङहरू सम्बन्धी, वेबसाइटमा ट्रेडिङ कसरी गर्ने, आफ्नो प्रोडक्ट कसरी बनाउने, डिजाइनिङ कसरी गराउने, यसमा चाहिँ मोडलिङ कसरी गराउने, यी कुराहरू तपाईँले हामीबाट सिक्न सक्नुहुन्छ।